हेलो गाइज, वेलकम बैक टू माई यूट्यूब चैनल विशाल मेडिकोज। सो आज को दिन सैटरडे अनि म अहिले बाइकमा छु अनि अलि ब्लग गर्दा अलिक गाह्रो पनि भएको छ बिकज बाइक पनि चलाउँदैछु हैन। अनि म अहिले चाहिँ जाङ्की गाउँपालिका जाँदैछु। त्यहाँको हेल्थ पोस्टमा आज एउटा हेल्थ क्याम्प रहेछ अनि हाम्रो रोट्र्याक्ट क्लबसँग कोलाबोरेसन भएको छ। सो म त्यहीँ अहिले जाँदैछु हैन। अनि अब हेल्थ क्याम्प स्टार्ट हुने टाइम 10 बजे थियो। सो अबको 1 घण्टामा पुग्छु होला हैन म। अनि हेर्न सक्नुहुन्छ यो बाटो चाहिँ एकदम राम्रो थियो हैन। तर अब नयाँ एक्सपिरियन्स भयो नि त मेरो लागि बिकज फर्स्ट टाइम जाँदैछु हैन म त्यो गाउँपालिकामा। अनि हाम्रो अझै टिम मेम्बरहरू आउँदै हुनुहुन्छ। सो म त्यो क्लिप पनि एड गर्छु। सो आफ्टर 1.5 आवर हामी पुगिसकेका छौँ। अनि यहाँ अगाडि हेर्न सक्नुहुन्छ जाङ्की गाउँपालिकामा रहेको यो बेलुवा स्वास्थ्य चौकी छ हैन। सो आजको हाम्रो हेल्थ क्याम्प यही स्वास्थ्य चौकीमा छ। अनि यहाँ गेटभित्र छिर्ने बित्तिकै हेर्न सक्नुहुन्छ हैन कति मानिसहरूको भिड छ है। सबजना आज चेक गराउन आउनु भएको छ। अनि अहिले ठ्याक्कै हामी गइरहेछौँ उतातिर। उता चाहिँ एउटा सानो प्रोग्राम हुन्छ हैन। अनि त्यो इभेन्ट भएपछि बल्ल स्टार्ट हुन्छ। एउटा बाल रोगको लागि, त्यसपछि एउटा स्त्री रोग र हामी जेनरल मेडिसिनको लागि सामान्य। अनि बाल रोगको चाहिँ हाम्रो यो रुममा छ। अनि यो बिचको रुममा चाहिँ हाम्रो स्त्री रोग गाइनिकोलजिस्टको लागि। अनि उता जुन ओपिडी देख्नु भएको छ त्यहाँनिर हाम्रो फिजिसियनको लागि छ। अब हामीसँग समूह धेरै भइसकेको छ, धेरैजना हुनुहुन्छ। अब बट डक्टरहरू को कसमा बस्नुहुन्छ भनेको हजुरले डिसाइड गर्नु होला। स्त्री रोगसँग को बस्नुहुन्छ है। अनि कतिजना हुन्छ त्यसरी डिभाइड गर्नु होला है। अनि हजुरको साथसाथमा हाम्रो यहाँ हाम्रो बेलुवा स्वास्थ्य कार्यरत हाम्रो नर्सिङ कर्मचारीहरू हुनुहुन्छ, प्यारामेडिक्सहरू हुनुहुन्छ। उहाँहरू पनि बसेर एज अ रेकर्डिङ रिपोर्टिङ्समा हजुरलाई सपोर्ट गर्नुहुन्छ। साथै बाहिर पेसेन्टहरूको फलो मेन्टेन गर्नुको लागि हाम्रो एसएसबीहरू महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू उहाँलाई के गर्नुहुन्छ। र खानपिनको हकमा अहिले चाहिँ हाम्रो लगभग बनाइसकेको छ। 11:30 बजीतिर हामीले खानपिन गरौँला है। डॉक्टर विमल कुमार को हार्दिक रोटेट क्लब अफ नेपाल मेडिकल कलेज का संस्थापक हाम्रो प्रिन्स ठाकुर सरले पनि म अभिनन्दन गर्छु। त्यस्तै रोटेट क्लब अफ नेपाल मेडिकल कलेजको हाम्रो कोषाध्यक्ष डाक्टर भावना महर्जन महाराजले पनि हार्दिक रोटेट क्लब अफ नेपाल मेडिकल कलेजका विद्यार्थी सर म्यामहरू हुनुहुन्छ। यहाँनिर म क्रमशः नाम लिन्छु। उहाँहरूले आफ्नो स्थानमा प्रतिभासन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहे। पूनम बोराको म्याम, अनि नाथुराम गुप्ता सर, अब्दुल वाहिदराज सर, विशाल कुमार सिंह सर, अभिषेक प्रसाद रोनियार सर,
अश्विन आर्य सर त्यस्तै हाम्रो वडा सदस्य हाम्रो अमर बहादुर बुढा सर त्यस्तै गरी समाजको सिद्धिङ यस्तो विशेष कार्यक्रममा आज सभाध्यक्षको आसन गरिरहनुभएका हाम्रा यसै जानकी गाउँका वडा अध्यक्ष तथा हाम्रो त्यसै स्वास्थ्य संस्थाको सञ्चालक चन्द्रिका प्रसाद सरलाई त्यसै गरी सर र प्रशासन शाखाबाट आउनुभएका चौलागाई सर र यहाँ उपस्थित विभिन्न यहाँका जनतालाई नेपालगञ्ज नगरपालिका मात्रै नभएर जानकी वास्तव जनताहरूलाई हाम्रो जानकी वडा मन्त्रीका जनताहरूलाई सेवा दिने उद्देश्य लिएर आफ्नो कार्यव्यस्तताका बावजुद पनि हाम्रो निम्तोलाई सहजै स्वीकार गरेर यहाँसम्म आउनुभएका हाम्रो रोटरी क्लब अफ नेपालगञ्ज मेडिकल कलेजका सम्पूर्ण त्यसलाई व्यवस्थापन गरेर यहाँसम्म पुर्याउनु हुने एमओ डाक्टर होइन लक्ष्मी दिदी विशेष धन्यवाद हाम्रो वडा अध्यक्ष भन्न चाहन्छु किनकि हामी चाहिँ नेपालगञ्ज मेडिकल कलेजमा अवस्थित रोटरी क्लब अफ नेपालगञ्ज मेडिकल कलेजका मात्रै यहाँ आएका छन्। यसमा चाहिँ मैले के भन्न चाहन्छु रोटरी क्लब भनेको 18 देखि 35 वर्ष बालकहरूको समूह हो। म चाहिँ रोटरी क्लब अफ काठमाडौँ कलङ्कीको प्रेसिडेन्ट हो। हामी चाहिँ स्पोन्सर क्लब हो भनेको मतलब उनीहरूलाई हामीले आफ्नो छत्र छायामा यस्तो गर्नु भनेर सिकाएर उनीहरू चाहिँ यहाँसम्म आएको थिए। मेरो पनि यो पहिलोचोटि यो ठाउँमा आउँदाखेरि यो सहर जस्तै भयो, बाटोघाटो गरेको सबै चल्ने धन्यवाद छ। र यो हामीलाई यो वडामा हजुरले एउटा समन्वय गराइदिनु भएर हामीलाई यहाँको बिरामीहरूलाई सेवा लगाउनु भएकोमा म धेरै धेरै धन्यवाद दिन्छु। सामाजिक विकास शाखा का संयोजन की प्रशासनिक कामकाज हेर्ने गोपी सर र डाक्टर साहबहरू र उहाँको पुरै टिम अनि हाम्रा व्यवस्थापन समितिका सदस्यज्यूहरू यस कार्यालयका प्रमुखज्यू लगायत उहाँका सम्पूर्ण टिम र यस क्लबका साथीहरू हाम्रा कर्मचारी साथी स्वयंसेविका दिदी बहिनी र सम्पूर्ण सहभागीलाई मेरो तर्फबाट हृदयदेखि स्वागत छ। सो हजुरहरूले प्रोग्रामको सानो झलक हेर्नुभयो होला होइन अहिले। सो अहिले चाहिँ कुन रुममा कुन डिपार्टमेन्ट हाल्ने भनेर डिस्कस भयो अनि मेरो पछाडि हेर्न सक्नुहुन्छ कतिको भिड छ होइन। सो सुरुको सेसनमा चाहिँ सबजना मिलेर त्यही डिसाइड भयो कि पेडियाको अनि मेडिसिन अनि अप्स गाइने कुन रुममा चेकअप हुन्छ, ओपिडी कुन रुममा हुन्छ भनेर त्यो डिसाइड भयो। सो अबको प्रोग्राम चाहिँ त्यही 20 मिनटमा स्टार्ट हुन्छ होइन। अनि हेर्न सक्नुहुन्छ है भिड कतिको छ। सो त्यही हो,
रुम डिसाइड भएपछि हैन हामी आफ्नो आफ्नो तोकेको रुममा गयौं अनि त्यसपछि चाहिँ प्रोग्राम स्टार्ट भयो। कहाँ दर्द तो हाथ से दिखाओ पीछे। हाँ एक यहाँ। अच्छा अच्छा। हाँ। 6 महीना बेल्ट बांधे अच्छा। धीरे धीरे चली समझ पथरी उतरी पीछे वीडियो से कराया। हाँ सब कराए हैं पहले दिन नहीं पथरी कराया डाल जाएगा अब ऐसा नहीं डाल जाएगा नहीं पथरी रहा था तब पेट चिरा रहा है पथरी नहीं है। पुराना दवाई भी खाए के दवाई भी खाए ठीक है। और ये खराबिया से डाल जाता है चटनी दाना ऐसे तिम्रो पर्चा ल्याउँदा बीपी नापिरहेछ। सो 12 बजे हाम्रो लन्च टाइम भयो अनि हेर्न सक्नुहुन्छ सबजना खाँदैछन् अनि सो हाम्रो खानामा यही थियो हैन लोकल कुखुराको झोल। यहाँ उपस्थित सम्पूर्ण माझ नमस्कार। कार्यक्रमको सभाध्यक्षज्यू हाम्रो सही साथ पनि हुनुहुन्छ भन्ने कुरा मैले थाहा पाएँ। यहाँका सम्पूर्ण नर्सिङ स्टाफहरू र दिउँसोभरि आफ्नो अमूल्य टाइम चाहिँ निकालेर यहाँ सेवा प्रदान गरिदिनु हुन आउनुभएर हाम्रो डाक्टरहरू चाहिँ एकदम हृदयदेखि नै धन्यवाद। र सरले भनि नै सक्नुभएको छ एकजना हाम्रो सेवा प्रदायक पनि अनि स्कुटीबाट होइन अनियन्त्रित भएर अहिले एक्सिडेन्ट भएको छ। दाहिने खुट्टा चाहिँ अलिक फ्र्याक्चर नै भएको रहेछ। सो त्यसको लागि चाहिँ त्यो क्रममा चाहिँ 2-3जना यहाँको डक्टरहरू चाहिँ अब जानुपर्ने भयो होइन हेल्प गर्नको लागि। त्यसको लागि चाहिँ अलिकति त्यसको लागि क्षमा प्रार्थी नै छौँ हामी। 2-3जना डक्टर चाहिँ कमी भएको कारणले अलिकति टाइम पनि बढी लाग्यो। त्यो अब नेचुरली आएको भनौँ न है हामीले सोचेको पनि थिएनौँ। त्यसको लागि एकदमै क्षमा प्रार्थी छु हाम्रो क्लबको साइड तर्फबाट। र यो जुन बालरोग स्त्री रोग
सो यसरी नै हाम्रो प्रोग्राम सक्यो अनि करिब 8 बजेतिर हामी सबजना फर्क्यौँ नेपालगञ्जबाट अनि सो हेर्न सक्नुहुन्छ यही हो प्रोग्राम सकेको खुसीमा हामीले एउटा सानो चिया पार्टी गर्यौँ।